मित्रहरू सम्पूर्णमा नमस्कार। जेएनजी पुस्तालाई सलाम छ। नेपालको परिवर्तन सिस्टम परिवर्तन गर्ने सरकार ढालिदिनु भएको छ। हार्दिक श्रद्धाञ्जली ती महान शहीदहरूलाई र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना। नेपालको एउटा महान उपलब्धि, विश्वले एउटा उदाहरण कि 36-37 घण्टामा पूरा देश परिवर्तन गरिदिनु भयो। हुन त घुसपेट भयो, आगलागी धेरै भयो, सरकारले बर्बरता गर्यो, तर उहाँहरूले चाहिँ बर्बरता गर्नु भएन। उहाँहरूले चाहे भए उहाँहरूले नेताहरूको भौतिक कार्य गर्न सक्नुहुन्थ्यो, गर्नु भएन। त्यसै त हाम्रो देश गौतम बुद्धको देश भनिन्छ। युवाहरूलाई सम्मिलित हुनुपर्छ। हरेकको घरमा जेएनजी छन्, त्यो कुरो नेताहरूले बुझुन् है। अब आज कुरा गरौँ एउटा फ्लोरेन्स नाइटिङ्गेलको बारेमा। उहाँ एउटा नर्स हुनुहुन्थ्यो। विश्वयुद्धमा चरम चाहिँ यो सैनिकहरू मर्ने, घाइते हुने, हरेक हुने र घाइतेहरूको उपचार गर्ने मान्छे नहुँदाखेरि फ्लोरेन्स नाइटिङ्गेलले चाहिँ महिला एउटा केटी भएर दिनरात भोक प्यास केही नभनिकन सैनिकमा तल्लीमा उपचार गर्नुहुन्थ्यो। नर्स भएको हुनाले उहाँले कुनै थिएन, जहिले पनि उपचारमा लाग्नुहुन्थ्यो। त्यसैले उहाँलाई एउटा बत्तीले केटी एउटा सानो लालटिन बालेर रातभरि रोगी के अरे यो सैनिकहरूको घाइतेहरूको सेवा, चाहे त्यो सैनिक पक्ष होस् विपक्ष होस् या सर्वसाधारण युद्धमा चपेटामा परेकोहरू घाइतेहरू उपचार गर्नुहुन्थ्यो। त्यस्तै हाम्रो नेपालमा आशिका तामाङ गर्नु त त्यहाँ हाम्रो के अरे तोसीमा कार्की पनि हुनुहुन्थ्यो। उहाँको पनि ठुलो योगदान छ है, उहाँलाई पनि भुल्नुहुन्न। तर बाहिर भित्र यताउति व्यवस्थापन, घाइतेहरूको भेटघाट, के कस्तो समस्या छ, आर्थिक सहयोग, सबै कुरामा ती धादिङकी चेली आशिका तामाङ सम्मान छ उहाँलाई। उहाँलाई धेरैले उडाए, पहिले धेरैले खिल्ली गरे। विसङ्गति, विकृति, बेइज्जतीको बारेमा उहाँले आवाज उठाउनु भयो। कुनै पनि पार्टीमा हुनुहुन्थेन उहाँ, तर हेर्नुहोस् त उहाँलाई के भने मान्छेहरूले कता कता थुनेको पनि थियो ल सरकारले। हेर्नुहोस् त पशुपतिको विकृति रोक्दा गर्दा, तर उहाँ जस्तो महिला मैले अहिलेसम्म देखाएको छैन। खोइ त अरू बोलेको धेरै छ नि महिलाहरू, जेएनजी घाइतेहरूलाई अथवा त्यो युद्धमा परेर घाइते हुनेहरूलाई सबलाई भेट्ने, के गर्नुपर्छ सबै गर्ने, यति खट्नु भएको छ। म त सरकारले उहाँको मूल्याङ्कन गरोस्, म यति भन्न चाहन्छु। किनभने यस्तो नारी यो अहिलेको युगमा पाइँदैन। विदेशी दलाल, विदेशी एजेन्ट, विदेशीसँग बिहे गरेको विदेशीको चेली के अरे हाम्रो मान्छे होइन भनेर भन्थे, त्यस्तो होइन। नाता चाहिँदैन, भावना चाहिन्छ। भावना तब त देश बन्छ। नेताहरूले नि सिक्नु पर्यो। अब यसरी हुन्छ। हेर्नु त कुलमान, हेर्नु त आशिका तामाङ, हेर्नु त ती विजय लामाहरू राम्रो काम गरिरहेछन् त उनीहरूले। लक्ष्मीप्रसाद देवकोटाले मुना मदन लेखेका छन्, क्षेत्रीय स्वर त्यो पच हुन्छ, घिनले छुँदैन, माइक ठुलो दिनु जातले हुँदैन। तामाङले लगेर क्षेत्रीलाई छोरा लगेर बिमारी हुँदाखेरि हेरेको त्यो मुना मदनको कथामा त्यति दयालु हुन्छन् तामाङहरू। खोइ त राज्यले बुझेको, कुर दमन गरेछ, त्यस्तो गरेछ होइन। खास नेपालको मान्छे भनेको तामाङ हो मेरो विचारमा। किनभने गौतम बुद्धको, हाम्रो देश भनेको गौतम बुद्धको धर्म मान्ने भनेको तामाङहरूले हो। त्यसकारण उहाँलाई सम्मान गरौँ, तिरस्कार होइन। उहाँहरूको मूल्याङ्कन गरौँ। सरकारले बेलैमा सोचोस्, बेलैमा हेरोस् के गर्नुपर्छ भनेर। हस्, धन्यवाद।